Welcome back again guys to my another video. म फेरि मेरो अर्को भिडियोसँग प्रेजेन्ट भइसकेको छु र आज चाहिँ अलिकति ठीक छैन मेरो मलाई अलि सम्झनी छैन आज अब यो विषयमा चाहिँ धेरै कुरा नगरौँ त्यही हो मैले हिजो नि भिडियो बनाउनु पाएन अनि त्यही भएर आज बनाएको अहिले फेरि म त्यही सधैँको ठाउँ जस्तै एकान्त ठाउँमा छु अहिले पनि एक्लै भिडियो बनाउँदै हिँडिरहेको छु अनि म पहिला अस्ति आउँदाखेरि यिनीहरू अलि सानो सानो भएको थियो अनि अहिले चाहिँ ठुल्ठुलो भएछ अनि यस्तो चाहिँ यहाँ चाहिँ अलिकति काटेर रहेछ त्यो आन्टीले काट्नु भइरहेको छ उता देखेको थिएन मैले जुम गरेर देखाउँथेँ जुम गऱ्यो भने 5 सेकेन्डको भिडियो नि 10 सेकेन्डको हुन्छ फेरि मोबाइल अड्केर अनि यहाँ यता बच्चाहरू खेलिरहेको छ अनि त्यही हो त के भन्ने हो र यार झ्याउला झ्याउलाउँछ यार के भन्ने हो यो भिडियो नि म कट नगरिकन एकैचोटि पोस्ट हानिदिन्छु सोच्दिनँ अब के बोल्ने भनेर मुखमा जे आउँछ त्यही बोलिदिन्छु कन्टेन्ट खोजेर बस्न पनि के कन्टेन्ट बनाउने अब एउटा मान्छेको अगाडि गएर प्र्याङ्क गरौँ भन्यो भने आफ्नै प्र्याङ्क हुन्छ बोल्नै सक्दिनँ अब यत्तिकै बोल्ने बानी ससम्म हुन्न तसम्म यत्तिकै एक्लै हो यत्तिकै अनि यतातिर चाहिँ म बसेको ठाउँतिर चाहिँ पानी एकदम बबाल पर्छ है हुन त अहिले नेपालको जुन ठाउँमा नि पानी पर्छ होला तर यतातिर पनि पानी पर्छ बर्खा हो नि त त्यही भएर बर्खामा त पानी पर्छ अनि यता कुलोमा चाहिँ पानी आएको छैन नत्र भने यताबाट पनि पानी आइरहेको हुन्थ्यो मान्छेले कति टाइम लाउँछ यार यो यति मात्रै खन्नलाई हामी जस्तो मान्छेलाई एकजनाले मात्रै यति मात्रै खन्न अरे के भन्छ अरे बिउ रोप्नलाई यति मात्रै ठ्याक्कै यहाँबाट यति मात्रै दियो भने पनि 1 दिन लाग्छ क्या गाह्रो हुन्छ नि त तर यसो हेर्दाखेरि यति धेरै हो क्या यता त यस्तो धेरै हो यता नि यत्रो धेरै अनि यहाँ पनि यत्रो धेरै यता नि यत्रो धेरै हो अनि त्यही हो जिम पनि गयो होइन 2 हप्ता जति भयो मोटाइयो फेरि चक्लेट मजाले खाइयो अहिले फेरि दिदीहरू पनि आउनुभएको छ विदेशबाट त्यही भएर दिदीहरूले लिएर आएको चक्लेट खाँदाखेरि खान्छु भनेर जिम नगएको अझ खाइसकेँ अब चाहिँ भोलितिरबाट फेरि स्टार्ट हान्छु कमब्याक इज नेसेसरी दिस कमब्याक इज पर्सनल नाउ फा अनि त्यो डाँडा देखेको चाहिँ देवचुली डाँडा हो एन्ड इफ यु गाइज एनीवन वाचिङ दिस भिडियो फ्रम काउसुदिज आइम अल्सो फ्रम काउसुदी ल अङ्ग्रेजीमा अनि के भन्ने त्यही हो जिन्दगी सरर मोटरसाइकलमा मोटर चाहिँ छैन साइकलमा त्यही हो मेरो चाहिँ 2-4 एकदम लोयल सब्सक्राइबर र लोयल भ्युवर्सहरू छ मेरो भाइ अनि मेरो ज्वाइँहरू ल हेर्नु यस्तै हो ठाउँ त के भन्ने हो र अब खासै केही टपिक पनि छैन त्यही हो मेरो यही भयो एउटा मेरो थोपडा त्यही हो अब फेरि म यो भिडियोलाई अन्त्य गर्न चाहन्छु अलिक इनर्जी नै आएन यार त्यो सर्प क्या भर्खर हिँडेको आज चाहिँ इनर्जी नै आएन अलिक कराएर बोल्न नि सकेन चिच्याएर बोल्न नि सकेन तर जे भए नि बनाइरहेको छ त्यही हो best of luck for me, best of luck for those who is watching this video, and take care a lot and wish you best and wish me best and thank you. Pa!